हेलो, नमस्ते। आज चाहिँ पुरा ढिलो उठेछु नि त है, अनि मुखसुख धोएर तातो पानी पिउनु थालेँ। अनि आज चाहिँ मादुन लानुपर्छ मेरो बोजूलाई है। अनि चामलहरू भिजाएर राखेँ, भरे छिटो पाक्छ भनेर आलु पनि उसिनिराखेँ है। बोजू रेडी हुइन्जेल त्यहाँदेखिको म पनि रेडी भएँ, मादनको लागि रेडी भयौँ। अनि आज चाहिँ मैले घरमा कफीहरू केही पिएको थिइनँ नि त, अनि मादनमा गएरै पिउनु पऱ्यो भनेर मादनमा गएर पिएँ। अनि मादनमा त्यति साह्रो मैले भिडियो गरिनँ, घरमा आउनु बित्तिकै मैले चाम्रेर आलु चोखा बनाएँ है। यो अचार चाहिँ मलाई एकजना बहिनीले ल्याइदिएको, इन्डियाबाट मणिपुरबाट ल्याएको रहेछ है। यो अचार यति साह्रो मिठो रहेछ, पिरो हुँदो रहेछ हो। अनि खानासाना खाएर भाँडासाँडा धोइधाइ गरेँ, अनि बोजूसँग एकछिन टिभी हेरेर रेस्ट गरेँ। त्यसको बादमा चाहिँ छोरा आइपुग्यो है, अनि एकछिन म बाहिर निस्केको त टक्कै साथी भेटेँ है। अनि उसँग गफसफ गरेँ, कफीहरू खाँदै। मलाई त छोराले मेसेज गरेछ है, 15 मिनटमा फर्किन्छु भन्दा बट्टबट उसलाई पनि पठाएँ मैले टमाटर, काँक्रा अनि के भन्छ यो ब्रेड किनेर चाहिँ म घर फर्केँ। हतार भिडियो पनि बेसी बनाउनु पाइनँ, बाहिर त यति साह्रो हावा चलिरहेको रहेछ है। त्यहाँदेखिको घरमा आएर चाहिँ तातो तातो म्यागी बनाएँ, खाएँ है। आजको लागि यति नै हो।